Hello, welcome to my another vlog. आज हामी रामरोसन जाने क्रममा छौँ। यहाँ चाहिँ हामी यो ठाउँमा चाहिँ आइपुगेका छौँ। यो कालीकोटमा पर्छ। यहाँबाट वीरेन्द्रनगर 113 किलोमिटर छ, यहाँ देख्न सक्नुहुन्छ। अनि मास्तिर जुम्ला, अनि यतातिर हामी आसामतिर लाग्दैछौँ। यहाँ साना साना पसलहरू छन् जहाँ नास्ता पानी यसो गर्न पाइन्छ। माछा-साछा पनि पाइँदो रहेछ। यहाँको लोकल माछा हो भन्छन्, भन्न चाहिँ के हो थाहा भएन। हामी यहाँ एकैछिन रोक्यौँ अनि यहाँबाट चाहिँ सबैसित बुझ्दै हामी अगाडि बढ्नेछौँ। यहाँबाट चाहिँ लगभग 4 घन्टा जति ट्राभल गर्नुपर्छ भन्दो रहेछन् रामरोसन पुग्नलाई। आज हामी सकेसम्म रामरोसन पुग्ने कोसिसमा छौँ। यहाँले देख्न सक्नुहुन्छ रामरोसन पर्यटक क्षेत्रमा हार्दिक स्वागत छ भनेर लेखेको छ। अनि 62 किलोमिटर भनेर देखाएको छ। 62 हो कि 92 किलोमिटर भनेर देखाएको छ। अब यहाँबाट लाग्दैछौँ, हामी देखाउनेछौँ अगाडि के कसो हुन्छ। अब हामी अछामतिर लाग्दैछौँ। लगभग दिनको 3:40 जति भयो। लगभग यहाँबाट करिबन 4 घन्टा जति लाग्छ अरे हामीलाई रामरोसन पुग्न। ब्युटिफुल हरियाली बाटो, तलबाट कर्णाली बगेको छ। यो कर्णालीको ब्रिज सुदूरपश्चिमलाई र कर्णाली प्रदेशलाई जोड्ने बाटो, स्टिलले बनेको ब्रिज, तलबाट कर्णाली बगेको छ। यो अचम्मको रहेछ, आधा चाहिँ कङ्क्रिटले बनेको छ भने आधा स्टिलले बनेको ब्रिज रहेछ। अगाडि देख्न सक्नुहुन्छ धेरै नै बोर्डहरू लगाइएको छ। त्यो पर्यटकीय क्षेत्र भएर पनि होला। यहाँनिर चाहिँ एउटा गेट रहेछ, सुदूरपश्चिम भनेर। देब्रेतिर चाहिँ सानसाना घरहरू, पुरानै स्टाइलका, पुरानै डिजाइनका। अगाडि हामीले तपाईँहरूलाई देखाउँदै जानेछौँ के कस्तो हुँदो रहेछ। मनमोहक भइरहेछ र यात्रा। यो अगाडिको स्ट्याचु चाहिँ तपाईँलाई नदेखाइकन मनले मानेन, त्यही भएर तपाईँलाई देखाउँदैछु, हेर्नु होला। हामी त्यो पारीको बाटो आएको हो अघि जुम्लाबाट। नागबेली बाटो रमाइलै छ, राम्रै भइरहेछ। त्यो त्यो बाटो जुम्ला रारातिर जाने बाटो त्यही हो। हामी अलि वरपट्टिको त्यो सानो झुप्पो परेको ठाउँबाट चाहिँ पुल तरेका थियौँ। तल जुम्लामा हिजोको जुम्ला बसाइ चाहिँ अलिकति केही कुरा चाहिँ भन्नै मन लाग्यो। एक त हाम्रो एउटा सानो इन्सिडेन्ट पनि भयो, हामीले कुखुरा हान्नेछ अनि त्यो भाइ चाहिँ अलि आवेशमा आउनु भएको थियो, तर पछि चाहिँ कुल्लाउनु हुनुभयो। जे जति सक्यो त्यो पैसा चाहिँ तिरेर हामी आइयो। बाटामा हिँड्दै गर्दा सानतिना इन्सिडेन्टहरू भनेका हुँदै गर्छन्। म हिजो जुम्लामा चाहिँ स्याउ किन्न खोजेको थिएँ। स्याउ चाहिँ अब जुम्लाको फेमस स्याउ भन्नु पर्यो। त्यहाँ स्याउ किन्न खोजेको 1 किलो स्याउलाई 460 रुपियाँ भन्नुभयो। मलाई चाहिँ अलिकति त्यो चित्त बुझेन, किनभने किन चित्त बुझेन भने बुटोलमा चाहिँ 200 रुपियाँमा स्याउ पाइन्छ। स्याउ खानीमा आएर स्याउ किन्न लाग्दाखेरि चाहिँ 460 रुपियाँ तिर्नुपर्छ भने
त्यो चाहिँ अलिकति जायज लागेन मलाई। अनि अर्को कुरा मार्सी चामल। मार्सी चामल यहाँ चाहिँ धान खेती चाहिँ मनग्गे हुँदो रहेछ। मार्सी चामल किन्न खोजेको ₹180 किलो भन्नुभयो। त्यो पनि अलिकति जायज लागेन। तर हाम्रो देशमा उत्पादन भएको भन्दैमा चाहिँ त्यसलाई चाहिँ एकदमै एकदमै हाई प्राइसमा बेच्नुपर्छ भन्ने केही छैन। मिलाएर सबैले सक्ने खालको चाहिँ प्राइसमा बेच्नुपर्छ जस्तो लाग्छ मलाई। हामी नागबेली बाटो हुँदै मास्तिर लागिरहेछौँ, सल्लाघारीको बिचबाट। यहाँ कता कति सालहरू पनि देखिन्छन्। यस्तो मनमोहक छ यात्रा, तपाईँले देख्न सक्नुहुन्छ। ओ पारी पारी बाटो देखिरहेछ। हामी यस्तै नागबेली बाटो हुँदै चाहिँ माथि डाँडैसम्म पुग्नुपर्छ जस्तो लाग्छ मलाई। के कति के कस्तो हुन्छ बाटो चाहिँ अगाडि जाँदै गरेर देखाउँदै जानेछौँ। अब लगभग लगभग दिन पनि ढल्दैछ। हामी भरसक कतै पनि नरोकिकन जानेछौँ, किनभने हामीलाई लगभग 4 घन्टा जति लाग्छ भन्नुहुन्छ यहाँ सबैजना। हामी होटलमा पनि कन्ट्याक्ट गरेका थियौँ रामरसनमा। त्यहाँ एकजना सीता होटलको मालिकसित हाम्रो कन्ट्याक्ट भइरहेछ बारम्बार। उहाँले नै हो हामीलाई चाहिँ त्यहाँ आउने निम्ता दिनुभएको। जे होस्, जाँदै गर्दा हामीले देखाउँदै जानेछौँ। यो प्रकृति अचम्मको छ, साह्रै मन लोभ्याउने। डाँडा काँडा पाखा पखेरा हेर्दै हेर्दै हामी उकालो चढिरहेछौँ। जे होस्, यात्रा आनन्ददायक भइरहेछ। हामी दाजुभाइ छौँ सँगै। यात्रा निरन्तर चलिरहेछ। तर हिजो जुम्लामा चाहिँ धेरै जस आज बिहान जुम्लामा चाहिँ धेरै समय बिताउन पाइएन। त्यहाँ चाहिँ धेरै कुराहरू हेर्न पाइएन। यो चाहिँ अलिकति रिग्रेट रह्यो। सालघारी सल्लाघारी छिचल्दै छिचल्दै हामी अगाडि बढिरहेछौँ। कतै साल देखिन्छ, कतै सल्लाह। बाटो राम्रै छ, मनमोहक छ। डाँडाकाँडा हेर्दै रमाउँदै एउटा चाहिँ रामारोसन पुग्ने एउटा छुट्टै त्यो अ, खुसी छ। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ यो तारहरू देख्न सकिन्छ कि तार भन्दा पनि यो अन्डरग्राउन्ड गर्न लागेको कि जस्तो लाग्यो। तारहरू जताततै छ, तल तलदेखि यहाँसम्म अहिलेसम्म देखिरहेछौँ हामीले। यो बाटो चाहिँ भत्किएको, कता कति भत्किएको भए पनि रिपेयरहरू चाहिँ टाइम टाइममा भइरहेको जस्तो देखियो। आनन्ददायी छ यात्रा। अगाडि देखाउँदै जानेछौँ के कसो हुन्छ। यो सानो गाउँ हुँदै हामी अगाडि बढिरहेछौँ। लगभग विनायक बजार आइपुग्नलाई करिब 1 किलोमिटर जति टाढा छौँ हामी। त्यति खासै हरियाली चाहिँ होइन अहिले चाहिँ, किनभने अ, पात झर्ने बेला भएको भएर होला। यो वैशाखको बेला हो, त्यो कारणले पनि अलिकति चाहिँ उ नभएको होला। तर मनमोहक छ। ओ हेर्नुहोस् त, डाँडाकाँडा कति रमाइलो छ। ओहो! साँच्चै स्वर्ग छ के हाम्रो देश यार। वाओ! लगभग हामी विनायक विनायक बजार आइपुग्यौँ।
यो सानो बजार यहाँको। यहाँ चाहिँ सानतिना कुराहरू जस साना साना कुराहरू चाहिँ पाइँदो रहेछ। पेट्रोल-सेट्रोल हाल्नदेखि लिएर हरेक कुराहरू पाइँदो रहेछ तर उही पहिला जस्तै पहिला मैले भने ड्रममा पाइँदो रहेछ। ल हेर्नुहोस् त कस्तो ब्युटिफुल छ। यहाँ धेरैजसो मान्छेहरू चाहिँ दौरा सुरुवाल, टोपी, कोट, गलबन्दा लगाएका मान्छेहरू धेरै देखिँदा रहेछन्। गाडीहरू पनि यस्तो यो सानो खालको गाडीहरू, ठुल्ठुलो बसहरू नचल्ने रहेछ। ट्र्याक्सहरू जस्तै स्कर्पियोहरू अनि त्यसपछि बोलेरोहरू यस्तो यस्तो मात्रै गाडीहरू देखियो। आनन्द छ यात्रा। ल हेर्नुहोस् त स्वर्ग छैन त हाम्रो देश। साँच्चै स्वर्ग छ कि। यति मिठो छ, यति राम्रो छ, वाओ! अझ अलिकति तुवालो लाछ आज। त्यो कारणले पनि त्यति राम्रोसँग देखाउन सकिरहेको छैनौँ। हामी अर्को भ्लगमा चाहिँ बाँकी पार्टहरू देखाउँदै जानेछौँ, हेर्दै जानु होला। सपोर्ट र सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हेरेर सहयोग गरिदिनु भयो। अगाडि पनि हेरिदिँदै जानु होला।